ओके, ल फेरि पनि आइसकेँ म नयाँ अर्निङ एप्लिकेसनको भिडियो लिएर र आजको एप्लिकेसन चाहिँ एकदमै बेस्ट अर्निङ एप्लिकेसन रहेको छ। सो जसमा चाहिँ कसरी काम गर्ने, कसरी अकाउन्ट लगइन गर्ने भनेर सबै भन्नेवाला नै छु। सो अनि यो भिडियो चाहिँ कोही कसैलाई धनी बनाउने टिप्स एन्ड ट्रिक दिएको होइन, जस्ट एजुकेसन पर्पजको लागि मात्र बनाएको हो। र लागौँ अब आजको एप्लिकेसनतर्फ। सो आजको एप्लिकेसन रहेको छ ब्लकबस्टर। सो मैले यो एप्लिकेसनको भिडियो चाहिँ अस्ति पनि ल्याइसकेको थिएँ। सो आज पनि ल्याएको छु र म यसमा पनि भनिदिनेवाला छु। यो चाहिँ अहिलेको लागि एकदमै बेस्ट र पेमेन्ट दिइरहेको एप्लिकेसन रहेको छ। सो सिम्पली तपाईँहरूले मेरो कमेन्ट बक्सको लिङ्कबाट क्लिक गर्ने बित्तिकै तपाईँहरूलाई प्ले स्टोरमा इन्स्टल गर्न रिडाइरेक्ट गर्नेछ र त्यहाँ तपाईँहरूले त्यहाँबाट इन्स्टल गरिसकेपछि तपाईँहरूको सिम्पली ओपन गर्नुहोला एपलाई। ओपन गरिसकेपछि तपाईँहरूको क्विक लगइन भनेर आउनेछ। सो क्विक लगइन भनेर आइसकेपछि तपाईँहरूले त्यहाँ अकाउन्ट क्रिएट आफै हुनेछ र त्यति गरिसकेपछि तपाईँहरू सिम्पली यहाँनिर आएर यहाँ प्रोफाइल भन्ने अप्सनमा जानुहोला। यहाँ गइसकेपछि तपाईँहरूले यहाँनिर फिलअप गर्नुहोला जेन्डर, एज, आइडी यिनीहरू गर्नुहोला। यति गरिसकेपछि सबै फिलअप गरेपछि लास्टमा अकाउन्ट भन्ने अप्सन रहेको छ। अकाउन्ट भनेको यहाँ देख्न सक्नुहुन्छ। यहाँनिर गुगल भनेको, यहाँ जिमेल भनेको, यसमा चाहिँ तपाईँहरूले गएर के गर्नुपर्ने हुन्छ भन्दाखेरि तपाईँहरूले सिम्पली यसमा चाहिँ गएर तपाईँहरूको अकाउन्ट यहाँनिर लगाउनु पर्ने हुन्छ। गुगलमा यहाँ क्लिक गर्ने बित्तिकै एउटा अकाउन्ट चुज गर्नुहोला र तपाईँहरूले यहाँ इमेल पनि बाइन्ड गर्न सक्नुहुन्छ, जसमा चाहिँ कोड पनि हाल्नुपर्ने हुन्छ र यहाँ लगइन डिभाइस बाइन्ड गर्न पनि सक्नुहुन्छ। सो यति गरेपछि तपाईँहरूको अकाउन्ट भने भेरिफाई हुन्छ। भेरिफाई भइसकेपछि तपाईँहरूले यहाँ गर्ने भनेको काम चाहिँ तपाईँहरूले गेम खेल्ने हो। सिम्पल गेम रहेको छ। यो चाहिँ देख्न सक्नुहुन्छ। तपाईँहरूलाई यहाँ चाहिँ च्यालेन्ज पनि दिइराखेको हुन्छ यो एपले चाहिँ। कस्तो च्यालेन्ज भनेर भन्दाखेरि चाहिँ यहाँ देख्न सक्नुहुन्छ। हो यसरी तपाईँहरूले यहाँनिर भनेको छ 5 लाइन मिलाउनु क्लियर गर्नुभयो भने चाहिँ तपाईँले $0.1 पाउनुहुनेछ। सो यो च्यालेन्ज कम्प्लिट गर्न पनि सक्नुहुन्छ र यो तपाईँहरूले गेम खेलेको चाहिँ यहाँनिर कोइनमा हुनेछ। यो चाहिँ तपाईँहरूले यो कोइनमा देख्न सक्नुहुन्छ र तपाईँहरूको यो चाहिँ कसरी हुनेछ भन्दाखेरि यो हो विथड्र गर्ने चाहिँ। यो चाहिँ तपाईँहरूले सिम्पली एकजनालाई रेफर गर्ने बित्तिकै तपाईँहरूको $1 आइ नै हाल्नेछ। सो देख्न सक्नुहुन्छ यहाँनिर $1 र मेरो यो चाहिँ 4,000 मात्र आएको छ। सो यो चाहिँ कुनै केही भएर होला, नत्र मेरो 10,000 नै आइरहेको छ। सो तपाईँहरूले गर्न सक्नुहुन्छ। 10,000 एकजना इन्भाइट गर्नु भने $1 पाइ नै हाल्नुहुन्छ र तपाईँहरूले 10जना गर्नुहुन्छ भने तपाईँहरूको सिम्पली विथड्र भइ नै हाल्नेछ है। इजी छ। 10जना गर्नुभयो भने $10 विथड्र देख्न सक्नुहुन्छ। सो विथड्र गर्नको लागि तपाईँहरूलाई युपिआई अथवा मेट्रो वालेट हुनुपर्छ। सो त्यसको लागि तपाईँहरूले मलाई सम्झिन सक्नुहुन्छ। मेरो कमेन्टमा रहेको WhatsApp नम्बरमा मलाई मेसेज गर्नुभयो भने म तपाईँहरूलाई त्यहाँनिर मलाई मेसेज गर्नुभयो भने विथड्र गरिदिनै हाल्नेछु। सो त्यसको लागि त्यहाँ मेसेज गर्न सक्नुहुन्छ र यो कोइन भनेको चाहिँ तपाईँहरूले गिफ्टहरू पनि गर्न सक्नुहुन्छ है। सो मेरो $1 रहेको छ। यो चाहिँ अहिले गिफ्ट गर्ने चाहिँ आइसकेको छैन, अहिले पछि आउँछ होला जहाँसम्म लाग्छ। सो यो गिफ्टहरू गरेर पनि तपाईँहरूले अर्निङ गर्न सक्नुहुन्छ। सो त्यही नै हो, एकदम राम्रो एप्लिकेसन रहेको छ अहिलेको लागि। तपाईँहरू जोइन हुनु भएको छैन भने यसमा जोइन हुनुहोला। सो त्यही हो, अब आजको भिडियो चाहिँ यति नै हुन्छ। केही बुझ्नु भएन भने कमेन्टमा कमेन्ट गर्न पनि सक्नुहुन्छ र तपाईँहरूले मलाई कमेन्टमा रहेको WhatsApp नम्बरमा सिम्पली मेसेज गर्नुभयो भने म तपाईँहरूलाई बुझाउने छु। हस् त, बाइ।